क्लासमा हामी प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट पढ्छौँ। हामीले अस्ति त प्रॉफिट एन्ड लस एकाउन्ट त पढ्यौँ र आज हामी प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट पढ्छौँ। ठीक छ, प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट। अब यो प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट कहिले बनाइन्छ र कतिखेर बनाइन्छ भने यो प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट हुन त फाइनल एकाउन्टमा 3वटा नै हुन्छ, ट्रेडिङ एकाउन्ट, प्रॉफिट एन्ड लस एकाउन्ट र ब्यालेन्स सिट। तर यो क्लास 12 को एकाउन्टमा एउटा अझै थपिएको छ, ट्रेडिङ एकाउन्ट, प्रॉफिट एन्ड लस एकाउन्ट र त्यसपछि प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट र ब्यालेन्स सिट। 4वटा यहाँ बनाइन्छ र त्यही 4वटा मध्ये प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्ट पनि यसमा यो हो। यसलाई प्रॉफिट एन्ड लस बनाएपछि बनाइन्छ र ब्यालेन्स सिट बनाउनु अगाडि बनाइन्छ। र बढी टाइम वेस्ट नगरेर तपाईहरुको फर्मेटहरु र जुन क्लास छ कन्टिन्यू गरौँ हामी। ठीक छ, फर्मेट त हाम्रो उस्तै हुन्छ, एकदम पहिलाको फर्मेटहरु जस्तै ट्रेडिङको थियो, प्रॉफिट एन्ड लस को थियो, यो भयो हाम्रो क्रेडिट साइड र यो भयो हाम्रो डेबिट साइड। पार्टिकुलर्स, अमाउन्ट, पार्टिकुलर्स, अमाउन्ट। अब प्रॉफिट एन्ड लस एकाउन्ट को डेबिट साइडमा के हुन्छ र क्रेडिट साइडमा के हुन्छ भन्ने कुरा आज हामी डिस्कस गरौँ। यसमा सबैभन्दा पहिला त टु ट्रान्सफर जनरल रिजर्भ और फंड हुन्छ। त्यसपछि एडजस्टमेंट expenses for the previous year र अर्को छ डिभिडेन्ड। डिभिडेन्टहरुमा पनि केही डिभिडेन्टहरु पर्न सक्छ। तीमध्ये के हुन सक्छ? स्टक डिभिडेन्ड, क्याश डिभिडेन्ड, इन्टरिम डिभिडेन्ड र प्रपोज डिभिडेन्ड। यही 4वटा डिभिडेन्टहरु हुन सक्छ। कुन छ? स्टक डिभिडेन्ड, ठीक छ। अर्को छ क्याश डिभिडेन्ड, इंटरिम डिविडेंड, अर्को हुन सक्छ प्रपोज डिविडेंड। प्रपोज डिविडेंड यो भयो र अर्को हुन सक्छ एउटा अझै टु ट्याक्स पेड लास्ट इयर को जुन ट्याक्स पेड भएको छ त्यो लेखिन्छ। र क्रेडिट साइडमा के लेख्ने? प्रॉफिट एन्ड लस साइडमा बाई ब्यालेन्स बीडी। अब यो बाई ब्यालेन्स बीडी भन्नाले के लेख्ने? के हो यो? कारण यसमा ट्रायल ब्यालेन्समा क्रेडिट साइडमा लेखिएको हुन्छ प्रॉफिट एन्ड लस एकाउन्ट भनेर दिएको हुन्छ अमाउन्ट, त्यसलाई बाई ब्यालेन्स बीडी भनेर लेखिन्छ। यहाँ प्रॉफिट एन्ड लस एकाउन्ट भनेर लेखिन्छ। त्यसै प्रॉफिट एन्ड लस एकाउन्टलाई ट्रायल ब्यालेन्समा लेखेको हुन्छ, त्यसैलाई हामी ब्यालेन्स बीडी भन्छौँ।
र अर्को छ बाई नेट प्रॉफिट। नेट प्रॉफिट सबलाई नै थाहा छ नेट प्रॉफिट कहाँबाट आएको। नेट प्रॉफिट त हाम्रो प्रॉफिट एन्ड लस एकाउन्टबाट नै आएको, त्यही भएर यहाँ नेट प्रॉफिट लेख्ने र यो ट्रायल ब्यालेन्समा प्रॉफिट एन्ड लस एकाउन्ट भनेर दिएको हुन्छ, त्यही भएर ब्यालेन्स बिडी भनेर लेख्ने। र अर्को छ बाई प्रोभिजन बाई प्रोभिजन फर टैक्स। ठीक छ, जति पनि प्रोभिजन हुन्छ नि, कुन कुन प्रोभिजनहरू हुन्छ, प्रोभिजन फर टैक्स र जति पनि प्रोभिजनहरू हुन्छ यसैमा लेख्ने। ठीक छ, त्यो प्रोभिजन भनेको प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्टको त्यो क्रेडिट साइडमा लेखिन्छ। ठीक छ, र यदि क्रेडिट साइड बढी भयो र डेबिट साइड कम भयो भने त्यो हाम्रो आम्दानी हुन्छ। आम्दानी भएमा यतातिर टु ब्यालेन्स सिडी भनेर लेख्ने। यदि डेबिट साइड बढी भयो र क्रेडिट साइड कम भयो भने त्यो लस हुन्छ, त्यही भएर हामी यतातिर बाई ब्यालेन्स सिडी भनेर यतातिर लेख्छौँ। ठीक छ, यतातिर लेख्छौँ। क्रेडिट बढी भयो भने यतातिर लेख्छौँ मिलाउनलाई, र यो खर्च बढी भयो भने आम्दानी कम भयो भने यतातिर मिलाउनलाई बाई ब्यालेन्स सिडी भनेर लेख्छौँ। र त्यसपछि अन्तमा गएर हामीलाई टोटल गरिदिनु छ। बस फर्मेट यही हो हाम्रो क्लास 12 को प्रॉफिट एन्ड लस एप्रोप्रिएसन एकाउन्टको, यही हो हाम्रो फर्मेट। जति पनि डिभिडेन्टहरू हुन्छ, ट्रान्सफर टु जेनरल रिजर्भ, एडजस्टमेन्ट एक्सपेन्सेस पहिला पछिल्लो वर्षको, र जति पनि डिभिडेन्टहरू हुन्छ जस्तै स्टक डिभिडेन्ट, क्यास डिभिडेन्ट, इन्टरिम डिभिडेन्ट, प्रपोज डिभिडेन्ट, यो सब यतैतिर लेख्ने। र ट्याक्स प्याड पछिल्लो वर्षको ट्याक्स जुन प्याड भएको हुन्छ त्यो पनि यसैमा लेख्ने। र ट्रायल ब्यालेन्सको प्रॉफिट एन्ड लस एकाउन्ट भनेर लेखेको हुन्छ त्यसलाई बाई ब्यालेन्स बिडी भनेर क्रेडिट साइडमा लेख्ने, र प्रॉफिट एन्ड लस एकाउन्टबाट आएको नेट प्रॉफिटलाई पनि क्रेडिट साइडमा लेख्ने। र जति पनि प्रोभिजन फर ट्याक्सेस र जति पनि प्रोभिजनहरू लेखेको हुन्छ त्यो क्रेडिट साइडमा लेख्ने। र खर्च बढी भयो र आम्दानी कम भयो भने आम्दानी साइडमा क्रेडिट साइडमा बाई ब्यालेन्स सिडी भनेर लेख्ने, र आम्दानी बढी भयो र खर्च कम भयो भने यो क्रेडिट साइडमा डेबिट साइडमा बाई ब्यालेन्स सिडी भनेर लेख्ने। अब हामी छिटो हामी एउटा इक्जाम्पल गरेर हेरौँ। इक्जाम्पलबाट हाम्रो कन्फ्युजनहरू जति पनि हुन्छ त्यो सब एकदम क्लियर हुन्छ। त्यही एउटा क्वेसन छ, तपाईँ व्हाइट बोर्डमा क्वेसन हेर्न सक्नुहुन्छ। क्वेसन छ द फलोइङ लेजर ब्यालेन्स आर एक्जेक्टेड फ्रम द बुक अफ XYZ कंपनी 31 डिसेम्बर 2020 विथ रजिस्टर्ड क्यापिटल 5 लाख्स। र यहाँ तल एउटा जर्नल इन्ट्री पनि दिएको छ। इस्यु सब्सक्राइब कल्ड अफ एन्ड प्याड सेयर क्यापिटल 3000 सेयर @100 रुपियाँ इच, त्यो बाद 3 लाख्स। र प्रॉफिट एन्ड लस एकाउन्ट लास्ट इयर ब्यालेन्स लेखेको छ नि त, प्रॉफिट एन्ड लस एकाउन्ट लास्ट इयरको त्यो 30,000 छ। र प्रॉफिट फर द इयर यस वर्षको नेट प्रॉफिट भयो। त्यो नेट प्रॉफिट कति छ 25,000। र एडजस्टमेन्ट इन्फर्मेसनमा के दिएको छ भने ट्रान्सफर 8,000 टु जेनरल रिजर्भ। बोर्ड अफ डाइरेक्टर हैव डिसाइडेड टू मेक अ प्रोविजन फॉर कैश डिविडेंड @10% of paid of capital and Rs 2 per share as stock dividend required profit and loss appropriation account। ठीक छ, फर्मेट त्यस्तै राखौँ र यो मात्र एमाउन्टहरूलाई यो जुन यक्स जुन छ यसलाई मेटाएर हामी यसको एक एमाउन्ट राखौँला, अनि कस्तो हुन्छ भने पुरा थाहा आफै हुन्छ।
पहिला त हामी एडजस्टमेन्ट एन्ट्रीको कुरा गरौँ, सरी एडजस्टमेन्ट इन्फर्मेसनको। यहाँ भनेको छ ट्रान्सफर आरएस 8000 टु जेनरल रिजर्भ। जेनरल रिजर्भमा कति ट्रान्सफर भएको छ, कति भएको छ भने 8000 यहाँ हाम्रो 8000 भएको छ। र अर्को छ बोर्ड अफ डाइरेक्टर डिसाइडेड टु मेक अ प्रोभिजन फर क्यास डिभिडेन्ड आरएस 10% अफ प्याड अफ क्यापिटल। प्याड अफ क्यापिटल यानि कि 3 लाख क्यापिटल मध्ये 10% कतिमा जान्छ, क्यास डिभिडेन्डमा। क्यास डिभिडेन्ड हुने हो, क्यास डिभिडेन्डमा 10% जान्छ। अनि भन्दाखेरि क्यास डिभिडेन्ड कहाँ छ हाम्रो, यहाँ छ क्यास डिभिडेन्ड। अब यो 10% अफ 3 लाख भन्दाखेरि यो हाम्रो 30,000 भयो। र अर्को छ एन्ड आरएस 2 पर सेयर एज स्टक डिभिडेन्ड। स्टक डिभिडेन्ड 2 रुपियाँको दरले स्टक डिभिडेन्डमा जान्छ। त हाम्रो सेयर कति छ, जर्नल एन्ट्रीमा हेर्न सक्नुहुन्छ 3000 सेयर छ, त्यसको एउटाको मूल्य 100 रुपियाँ छ। र यहाँ हाम्रो स्टक डिभिडेन्डमा 2 रुपियाँको दरले दिइन्छ भने 3000 × 2 हुन्छ। 2 रुपियाँको दरले कतिको सेयर दिएको छ, 3000 भयो। यो त हाम्रो 6000 भयो, ठिक छ। र अर्को छ यहाँ हाम्रो जर्नल एन्ट्रीमा प्रॉफिट एन्ड लस एकाउन्ट लास्ट इयर भने प्रॉफिट एन्ड लस एकाउन्ट भन्दाखेरि यो लास्ट इयरको यो कति छ, 30,000 छ हाम्रो, 30,000। र नेट प्रॉफिट कति छ, नेट प्रॉफिट भन्दाखेरि 25,000 छ। अब जोडौँ कति कति कुन कति बढी छ र कतिले कम छ। क्रेडिट साइडमा त 55,000 भयो, 55,000 भयो। र डेबिट साइडमा 30, 6, 8 यो त 44,000 भयो। को बढी भयो, क्रेडिट साइड, आम्दानी साइड बढी भयो, 55,000 छ, ठिक छ। ठिक छ, यहाँ पनि 55,000 हुनु पर्यो, इक्वल हुनु पर्यो। अब यो 44,000मा कति कम परिरहेछ 55,000 बनाउनलाई, कति कम परिरहेछ भने तपाईँ आफ्नो क्यालकुलेटरमा थिच्नुहोस् र बताउनुहोस् कतिमा चल पर्यो। यसमा हाम्रो 11,000 कम परेको छ। 11,000 कम पर्नु यसको मतलब कि टु ब्यालेन्स सिडी कति, ब्यालेन्स कति भएको छ, 11,000 सिडी भएको छ, ठिक छ। ओ सरी, एउटा यहाँ कुरा छुटेको छ भने फर द इयर ended 31st December 2020, ठिक छ। बस यही हो हाम्रो फर्मेटहरू। तपाईहरु पनि आफ्नो बुकको 2-4 वटा प्रब्लमहरू यस्तै सल्भ गर्नुस्। एकदम इजी छ। यो फर्मेटहरू भइ नै हाल्यो, एमाउन्टहरू एउटा एक्जाम्पल त हामी बनाएर देखाइ नै सक्यो तपाईहरुलाई। र भिडियोलाई लाइक गर्दै जानुस् र केही डाउट छ भने कमेन्टमा सोध्नुस्। र यदि तपाई च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर जानु होला। तबसम्म हाम्रो च्यानललाई हेर्दै रहनुस् र सिक्दै रहनुस्। तबसम्म जय नेपाल।